जय शम्भु, जय श्री कृष्ण, राधे राधे। माया छ सबैजनालाई। के छ केटाकेटी हो खबर? अरे पूजाआजा सक्नुभयो कि भएन प्रभु? मैले चाहिँ भर्खर पूजाआजा सकेँ। अनि यहाँ 2-4वटा कुराकानीहरू गर्दैछु है। यस्तै छ जिन्दगानीको उतार चढाव भइरहन्छ। हार मान्नु हुँदैन प्रभु। अनि के कस्तो हुँदैछ भन्नुहोस् तपाईँहरूको जिन्दगीमा? कमेन्टमा लेख्नुहोस् न प्रभु। पूजाआजा कस्तो भयो, के कस्तो हुँदैछ, भोलिको तयारी कस्तो हुँदैछ त? भोलिको तयारी कस्तो हुँदैछ? औँसीमा के गर्नुहुन्छ तपाईँहरू? म त केही गर्दिनँ औँसीमा। त्यही हो, व्रत बस्छु, ध्यान तप गर्छु। फेरि ध्यान तप बनाएर फेरि कतिले यहाँ प्रश्न उठाउँछ औँसीमा कस्तो ध्यान तप गरे बाबा भनेर। यो बुझ्नेले बुझ्छ, नबुझ्नेले बुझ्दैन। यस्तै हो। बाँकी कुरा सबै ठिकै छ, राम्रै छ, आरामै छ होइन केटाकेटी हो? यस्तै छ। अनि अरू भन्नुहोस् के कस्तो छ तपाईँहरूको जिन्दगीमा, कस्तो के हुँदैछ? त्यही हो मेरो यो सानो अब भनौँ न 2-4वटा कुराहरू राख्न आएको म। अब भोलिको दिनचर्यामा कसरी तपाईँहरू सुरुवात गर्नुहुन्छ, कतिको मुड खराब भएको हुन्छ, कतिको के भएको हुन्छ। भोलिको दिनमा कोहीसँग नरिसाउनुहोस् प्रभु। भोलि औँसी हो, औँसीमा कोहीसँग रिसाउनुहुन्न। भोलि त बिहान मजाले उठेर होइन, कामको टेन्सन होस्, जिन्दगीको टेन्सन होस्, केहीको टेन्सन होस्, सबै बिर्सिएर मजाले हाँसेर जय शम्भु भन्दै उठ्नुपर्छ प्रभु। दिन एकदम राम्रो हुनेछ। सबैजनालाई एकदम हार्दिक शुभकामना पहिले नै म दिइरहेको छु। भोलिको दिनमा कोहीसँग रिसाउने होइन है प्रभु। यो चाहिँ बुझिहाल्नुहोस्। रिस उठ्यो भने पनि भन्ने जय शम्भु, जय शम्भु, जय शम्भु। बास खलास, यति नै हो। बाँकी कुराहरूको भिडियोमा गरौँला। जय शम्भु, राधे राधे।